म अहिले भाइरल पुलमा झुलुङ्गे पुल केही दिन अगाडि मात्रै यो झुलुङ्गे पुल मात्रै थियो, तर अहिले चाहिँ यहाँ डुङ्गा सञ्चालन भइरहेको छ। त्यो नदीमा ड्याम बनाएर पानीको तलाउ बनाएर अहिले चाहिँ यहाँ एकदम राम्रो डुङ्गा, त्यही पनि मोटरबाट चल्ने, हातबाट होइन। सायद यो दाङमा पहिलोपटक नै हो कि त्यो त थाहा भएन मलाई, मोटरबाट चल्ने डुङ्गा। त्यसैले यहाँ सयौँ मान्छेहरू आउनुभएको छ रमाइलोको लागि। मान्छेहरूले खुसी खोज्दै, मान्छेलाई खुसी पाउनको लागि गाह्रो छ। एउटा डोरीमा 2टा फुल मात्रै राखिदिनुहोस्, यहाँ भाइरल हुनुको लागि मान्छे तछाड मछाड गर्छ। जमाना त्यस्तो आयो। मान्छेलाई खुसी भन्ने कुरा एकदमै गाह्रो भइसक्यो पाउनको लागि। मान्छेहरूले खुसी खोज्नको लागि दौडै छ, तर पाउन सक्दैनन्, किनकि मान्छेसित धेरै पैसा भइसक्यो। क्या जति चाहिने हो त्योभन्दा धेरै भइसक्यो। हाम्रो पालामा के थियो, एउटा मोजालाई बल बनाएर खेल्थ्यो, एउटा काट काटेर बेटी खेल्थ्यौँ, एउटा सुपालाई निकालेर साइकल कुदाउँथ्यौँ, आफू दौडिन्थ्यौँ होइन। दिनभरि गुच्चा खेल्थ्यौँ। क्यारम बोर्ड त्यस्तै खेल्थ्यौँ, 3 घन्टा हिँडेर। अहिले घर घर क्यारम बोर्ड हुन्छन्, तर मान्छेहरू खेल्दैनन्। क्यारम बोर्ड कता गयो, मोबाइलमा व्यस्त होइन। हाम्रो पालामा 2 महिना 3 महिनामा एकपटक मासु पाक्थ्यो। मासु पाक्दाखेरि हामी सुँगेर बस्थ्यौँ, जबसम्म पाक्दैन तबसम्म। एउटा फलको लागि झगडा गर्थ्यौँ, तर अहिले जति खान्छौँ त्यति फालिन्छन् मासु। मतलबै छैन, मासुको कुनै भ्यालु नै छैन, कपडाको कुनै मूल्य नै छैन। अहिले हाम्रो पालामा दसैँमा एकपटक कपडा सिलाउँथ्यौँ, स्कुल ड्रेस। त्यो ड्रेसलाई 14 ठाउँमा धागोले सिलाएर लगाउँथ्यौँ, तर अहिले बोराका कपडाहरू सिरेक दसना बनाउनलाई फालिन्छन्, एकपटक पनि सिलाएको हुँदैन। हामी विलासितामा भइसक्यौँ, हामी पैसाका पछि लागिसक्यौँ। हामीलाई न आफ्ना मान्छे चिन्छौँ न चिन्छन्, होइन र?